हेलो गुड मर्निङ एभ्रिवान। आज हामी लाहान नगरपालिकाको 15 नम्बर वार्डमा रहेको हात्तीदह फन पार्क घुमघाम तथा पिकनिकको क्रममा रहेका छौँ। यो मिथिला पाठशाला लक्ष्मीपुर पतारी 1 रामपुरद्वारा आयोजना गरेको हो। आज हाम्रो बुक फ्री फ्राइडे पनि रहेको छ। सम्पूर्ण शिक्षक शिक्षिका तथा साना साना भाइ बहिनीहरूले यसलाई निकै रमाइलोका साथ मनाएका छन्। आशा छ यहाँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। पिकनिक स्थलमा आइसकेपछि विद्यार्थीहरू हल्का खाजाको रूपमा बिस्कुट खाँदै र सम्पूर्ण मिस म्यामहरू खानाको तयारी गर्नुहुँदै, साथै हाम्रो अनित सर पनि खिर पकाउनमा व्यस्त हुनुहुन्छ। मधु म्याम र प्रीति म्याम सानो सानो भाइ बहिनीसँग नाचगान तथा रमाइलो गर्नुहुँदै यता विद्यार्थीहरू भने आफ्नै धुनमा खेल्नमा व्यस्त। अब भने हात्तीदह फन पार्कको मिनी जू पनि तपाईँहरूलाई देखाउनेछु। बोर्ड गर्दा पनि हुन्छ, नील गाई।
सधैँ किताबको चित्रमा मात्र देखेको जनावरहरूलाई आफ्नै आँखाले प्रत्यक्ष देख्न पाउँदा विद्यार्थीहरू निकै खुसी तथा उत्साहित भएका थिए। यता सौरभ सर पनि आफ्नो युट्युब च्यानलको लागि भिडियो बनाइराख्नु भएको छ। स्याल पनि थियो होइन, स्याल पनि थियो नि त, बाँदर पनि थियो। यता भने विद्यार्थीहरू हात्तीदह सिमसारको आर्टिफिसियल हात्तीमाथि चढेर रमाइलो गरिरहेका छन्। यता हाम्रो ललिता म्याम विद्यार्थीहरूको रेखदेख तथा निगरानीमा उभिरहनु भएको छ। फाइनली हाम्रो सम्पूर्ण घुमघाम सकिएपछि हाम्रो खानपान कार्यक्रम धमाधम अघि बढिरहेको छ। सम्पूर्ण मिस म्याम तथा सरहरू खाना खुवाउनमा व्यस्त भएको अवस्था। यता हाम्रो अञ्जनी म्यामको पुरी छान्ने काम अन्तिममा आइसकेको अवस्था। यहाँ हाम्रो अनित सर र मधु म्याम खाना खानु हुँदै गरेको अवस्था। यता हाम्रो डिसिप्लिन इन्चार्ज रोशन सर र मिस म्यामहरू खाना खाइरहनु भएको अवस्था। यता हाम्रो स्कुल बसको सहचालक भाइ खाना खान हल्का लजाउँदै गरेको अवस्था। खानपान सकिसकेपछि मिस म्यामहरूले सम्पूर्ण विद्यार्थीहरूलाई फोटो खिचाउनको लागि एक ठाउँमा बसाइरहनु भएको अवस्था। आजको हाम्रो यस कार्यक्रमको अन्तिमको फोटो तथा भिडियो खिच्नमा म आफै पनि व्यस्त।